नेपालबाट ब्याचलर भिजामा आउँछ नि त ब्याज सकाएर हुन्छ नि वर्किङमा आउँछ नि त जापानमा तर त्यो मान्छेहरू एकदम म्याक्सिमम चाहिँ के छ भने होइन बिजोग छ क्या काम छैन क्या काम छैन थाहा छ नि बिजोग छ नि कति रुई कर ल दाइ कोही त झुनेर मर्ने रहेछ क्या तनावले त्यस्तो त हुनु भएन नि तर मैले थाहा पाएको अनुसार होइन दाइ मैले चिन्ने दाइको होइन हुन्छ नि चिन्ने मान्छेको आफन्तहरू पनि आएको छ क्या तर कसरी आउने रहेछ भने दाइ कस्तो रहेछ भने त्यो छैन नेपालबाट ब्याचलर भिजा आउँछ नि त्यो कम्पनी हुँदैन कि जापानमा त्यसको कम्पनी होइन छैन भनेर थाहा हुन्छ होइन तर के हुन्छ रहेछ भने कम्पनी छैन होइन जापान गएर म आफैले काम खोज्नुपर्छ थाहा पाइ त्यो नक्कली बनाएर के पुरै सब कसो भने त्यो ब्याचलर भिजामा आउनेहरू नेपालमा ब्याचलर नगरेको भनेर टन्नै छ क्या हो त्यस्तोहरू आउने रहेछ तिनीहरूलाई थाहा अब हुन्छ नि मान्छेहरूले भन्छ दलेले खोजौँ दलेलाई समात भन्छ नि तिनीहरूले दलेलाई समान सक्दैन किन थाहा छ किनभने तिनीहरूलाई आफैले थाहा छ कि दलेले तिनीहरूलाई पहिल्यै भनिसकेको हुन्छ क्या त्यहाँ जापानमा कम्पनी हुँदैन तर तिमी जापानमा पुर्याउनुका हाम्रो कम्पनी आफैले खोज्ने हो भनेर तिनीहरूलाई पठा हुन्छ क्या त्यसैले जापानमा दलेहरूलाई केही गर्न नसक्नु कारण त्यो हो कि कसैले दलेको फोटो हालेर देखाएको छैन जापानमा ब्याचलर भिजामा आयो भने ठग्यो भने त हल्लामा छ नि हो त्यही कारणले हो क्या दाइ बुझ्नुभयो नि सबैजनाले यसो बुझ्नु होला होइन यो चाहिँ होइन कतिलाई साथ सपोर्टहरू पनि हुनसक्छ तर त्यसरी नआउनु आफ्नो ल्याङ्ग्वेज बनाउनु होइन केही गर्न नआए नि आफूलाई काम लाग्ने ल्याङ्ग्वेजहरू बनाएर जापान आउँछ ठिक होला है